तपाईहरु सम्पूर्णलाई फेरि पनि स्वागत छ हाम्रो पाइलो युट्युब च्यानलमा। आज हामी प्रदेश नम्बर 6 अर्थात् कर्णाली प्रदेशको बारेमा अध्ययन गर्नेछौँ। प्रदेश नम्बर 6 लाई कर्णाली प्रदेश भनेर 2074 साल फागुनको 12 गते नामाकरण गरिएको थियो। यस प्रदेशको जम्मा क्षेत्रफल 27,984 वर्ग किलोमिटर रहेको छ भने यस प्रदेशमा 10 वटा जिल्लाहरू रहेका छन्। रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत यी कर्णाली प्रदेशमा पर्ने 10 वटा जिल्लाहरू हुन्। कर्णाली प्रदेशको सबैभन्दा ठुलो जिल्ला डोल्पा जिल्ला हो, जुन 7,889 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो कर्णाली प्रदेशको मात्र नभएर नेपालकै सबैभन्दा ठुलो जिल्ला, क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला हो डोल्पा। त्यसैगरी कर्णाली प्रदेशको सानो जिल्ला रुकुम पश्चिम, जसको क्षेत्रफल रहेको छ 1,213.49 वर्ग किलोमिटर। कर्णाली प्रदेशको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर। यस प्रदेशको पूर्वमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश पर्दछन्। त्यसैगरी पश्चिममा सुदूरपश्चिम प्रदेश र चीन पर्दछ भने उत्तरमा चीन पर्दछ र दक्षिणमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश पर्दछन्। राष्ट्रिय जनगणना 2078 का अनुसार कर्णाली प्रदेशमा जम्मा 16,88,412 जनसङ्ख्या रहेको पाइन्छ, जस अन्तर्गत पुरुषको सङ्ख्या रहेको छ 8,23,761 र महिलाको जनसङ्ख्या रहेको छ 8,64,651 र यस प्रदेशमा 3,66,255 परिवारले बसोबास गर्दै आएका छन्। कर्णाली प्रदेशको प्रदेश साक्षरता प्रतिशत 76.1 रहेको छ, जसमा पुरुषको साक्षरता प्रतिशत 83.3 र महिलाको साक्षरता प्रतिशत 69.4 रहेको छ। कर्णाली प्रदेशमा पर्ने जिल्लाका साक्षरता प्रतिशत पनि हामी छुट्टा छुट्टै हेर्नेछौँ। रुकुम पश्चिमको साक्षरता प्रतिशत रहेको छ 75.74, त्यसैगरी सल्यानको रहेको छ 77.30, डोल्पाको रहेको छ 67.02, जुम्लाको रहेको छ 70.20, मुगुको रहेको छ 68.09, हुम्लाको रहेको छ 63.84, त्यसैगरी कालीकोटको रहेको छ 72.72, त्यसैगरी जाजरकोटको रहेको छ 75.50, दैलेखको रहेको छ 75.50 र सुर्खेतको रहेको छ 82.71%। यस कर्णाली प्रदेशमा बसोबास गर्ने मुख्य जातिहरूमा ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगर आदि रहेका छन् भने यस प्रदेशमा मुख्य रूपमा नेपाली, गुरुङ र मगर भाषा चाहिँ बोलिन्छ। कर्णाली प्रदेशमा कान्जिरोवा हिमाल रहेको छ। धार्मिक तथा पर्यटकीय हिसाबले पनि कर्णाली प्रदेश एकदमै चर्चित प्रदेशको रूपमा रहेको छ। सुर्खेतको देउती बजै, काँक्रे बिहार, सेगुम्बा डोल्पामा रहेको, त्यसैगरी जुम्लाको चन्दननाथ, बुलबुले ताल, फोक्सुन्डो ताल, रारा ताल आदि धार्मिक तथा पर्यटकीय स्थलहरू हुन्। कर्णाली प्रदेशमा सेप फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अवस्थित छ। यस प्रदेशमा जम्मा स्थानीय तहको सङ्ख्या भनेको 79 रहेको छ, जसमा गाउँपालिकाको सङ्ख्या 54 वटा रहेको छ, नगरपालिकाको सङ्ख्या 25 रहेको छ। यस प्रदेशमा उपमहानगरपालिका तथा महानगरपालिका रहेका छैनन्। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूको सल्लाह सुझावले नै हाम्रो यस च्यानलको पाइला अघि बढ्नेछ।